म चाहिँ आज मैले ड्युटी गर्ने मार्केटमा छु र यो मार्केटमा चाहिँ सब्जी सेक्सनमा छु। यहाँ चाहिँ के पाउँछ हेर्नु न। यो बैगुन होला, यो सानो खाले फर्सी, खुर्सानी, प्याज, फुलकोपी, यता अदुवा, टमाटर, आलु है, कागती। यो चाहिँ मैले गर्ने मार्केटको सब्जी फलफुल सेक्सन हो। पाउन चाहिँ सबै थोक नै पाउँछ, तर एकदम प्राइस चाहिँ अब यो के अरे स्ट्रबेरी भयो है, यता स्याउहरू, यो च्याउहरू भयो, यो अनारस, पाइनापल, मकैहरू हैन, पाउन चाहिँ सबै थोक पाउँछ। फर्सीहरू पनि हेर्नु कत्रो कत्रो छ यहाँ, आलुहरू है। यो चाहिँ मैले काम गर्ने ठाउँको सबै थोक पाउँछ, तर कन्भर्ट गर्दाखेरि चाहिँ अब यहाँको पैसा, कुवेती पैसालाई चाहिँ नेपाली रुपियाँमा कन्भर्ट गर्दाखेरि चाहिँ धेरै नै महँगो पर्न जान्छ होला। मलाई चाहिँ एउटा सिस्टम एकदमै मन पर्यो क्या। आफूसँग थोरै पैसा छ भने पनि फलफुल सागसब्जीहरू चाहिँ किन्न पाइने रहेछ क्या। अब तपाईँसँग थोरै पैसा छ, सामान किन्नु परेको छ भने पनि यहाँ किन्न सक्नुहुन्छ क्या। तपाईँले एउटा टमाटरको दाना, एउटा प्याज, एउटा आलु होइन, हरेक तपाईँले चिज चाहिँ किन्न सक्नुहुन्छ क्या। तपाईँसँग प्रशस्त पैसा चाहिन्छ भन्नु छैन क्या। अब नेपालमा चाहिँ कि त एक पावा, कि त आधी किलो, कि त किलो किन्नुपर्ने थियो। अहिलेको अवस्था कस्तो छ त्यो चाहिँ थाहा भएन, तर यो सिस्टम चाहिँ मलाई एकदमै मन पर्यो। र यो सिस्टम चाहिँ नेपालमा पनि लागू भयो भनेदेखि होइन, धनीले मात्र होइन, गरिबले पनि भनेको चिज खान पाउने हुन्छ क्या। जस्तै अब 1 किलो स्याउ किन्ने पैसा छैन भने पनि उसले एउटा स्याउको दाना त किन्न सक्छ नि होइन र। त्यही भएर चाहिँ मलाई चाहिँ यो सिस्टम चाहिँ